चुनावको बेला मतगणना सुरु भएपछिको त्यो समय एकपटक सोच्नुहोस् त, हरेक पल हरेक नयाँ अपडेटको लागि मन कस्तो हतारिएको हुन्छ। कसले जित्दैछ, को पछाडि पर्यो, यो सबै जानकारी तुरन्तै पाउन हामी सबैलाई हतार हुन्छ। आज हामी यही समस्याको एउटा एकदमै सरल समाधानबारे कुरा गर्दैछौँ। हो नि, होइन त? हामी सबैले यो भोगेको कुरा हो। मतगणनाको लाइभ अपडेट लिन खोज्दा आउने त्यो झन्झट, कहिले वेबसाइट नै चल्दैन, कहिले इन्टरनेट यति स्लो हुन्छ कि सही समयमा सही जानकारी पाउन त साँच्चै गाह्रो छ। खासमा हुन्छ के भने हामी कि समाचारको वेबसाइट हेर्छौं कि टेलिभिजनमा भर पर्छौं, तर चुनावको बेला यति धेरै मान्छेले एकैचोटि वेबसाइट खोल्दा त्यो कि त एकदमै ढिलो चल्छ कि त क्रास नै भइदिन्छ। अनि फेरि देशको सबै ठाउँमा छिटो इन्टरनेटको पहुँच पनि त छैन र सबैसँग स्मार्टफोन हुन्छ भन्ने पनि त छैन नि। हो, यही कारणले धेरैजना समयमै जानकारी पाउनबाट छुट्नुहुन्छ। हो, यही हो खास तनाव। मतगणनाको बेला छिटो र भरपर्दो जानकारी पाउनु धेरैका लागि एउटा ठूलो चुनौती नै बन्छ। तर सोच्नुस् त, यदि यसको एउटा यस्तो सरल उपाय भइदियो भने जो सबैको पहुँचमा छ। ल, अब त्यही समाधानबारे कुरा गरौँ। हो, यही नै आउँछ आकाश एसएमएस। यो एउटा कम्पनी हो जसले यही चुनौतीलाई समाधान गर्न एउटा नयाँ सेवा सुरु गरेको छ। समाधान यति सरल छ कि सुन्दा अचम्म लाग्न सक्छ। यो सबैको हातमा हुने साधारण टेक्स्ट मेसेजमा आधारित छ। अब यो सेवाले के गर्छ त? एकदमै सिधा कुरा छ। यसले मतगणनाको लाइभ अपडेट सिधै जुनसुकै मोबाइल फोनमा एउटा सामान्य एसएमएस मार्फत पठाइदिन्छ। मतलब यो पुरानो तरिकाभन्दा छिटो, सरल र भरपर्दो विकल्प हो। ल, यो त गजब लाग्यो। तर अब प्रश्न आउँछ, यसलाई प्रयोग गर्ने चाहिँ कसरी? रमाइलो कुरा के छ भने यो प्रक्रिया एकदमै सजिलो छ। सबैभन्दा पहिले आफ्नो मोबाइलको मेसेज बक्स खोल्ने, त्यसपछि इसी टाइप गर्ने अनि एक स्पेस दिएर आफ्नो निर्वाचन क्षेत्रको नाम र नम्बर लेख्ने। अब त्यो मेसेजलाई 31003 मा पठाइदिने। बस यति हो। केही बेरमै मोबाइलमा पछिल्लो अपडेट आइपुग्छ। कति सजिलो होइन त? अझै प्रष्ट हुनलाई एउटा उदाहरण हेरौँ न। मानिलिउँ काठमाडौँ क्षेत्र नम्बर 1 को अपडेट चाहिएको छ। त्यसो भए मेसेजमा इसी काठमाडौँ 1 लेखेर 31003 मा पठाउने। यति गर्ने बित्तिकै त्यस क्षेत्रको मतगणनाको पछिल्लो विवरण मोबाइलमा एसएमएस मार्फत आइपुग्छ। अब कुरा गरौँ यो सेवाले खासमा कसलाई फाइदा पुर्याउँछ त? यसको असर हामीले सोचेभन्दा धेरै ठूलो र फराकिलो छ, विशेष गरी देशका विभिन्न ठाउँमा बस्ने मानिसहरूका लागि। परम्परागत तरिका र यो नयाँ एसएमएस तरिकामा सबैभन्दा ठूलो फरक के हो भने यसलाई न इन्टरनेट चाहिन्छ न त महँगो स्मार्टफोन नै। वेबसाइट र अनलाइन पोर्टल चलाउन यी दुवै कुरा अनिवार्य हुन्छन्, तर आकाश एसएमएस जुनसुकै साधारण फोनमा पनि मजाले चल्छ। मतलब जो गाउँघर वा दुर्गम ठाउँमा बस्नुहुन्छ जहाँ इन्टरनेट राम्रो चल्दैन, उहाँहरूका लागि त यो वरदान नै भयो। त्यस्तै जो साधारण मोबाइल फोन प्रयोग गर्नुहुन्छ वा वेबसाइटको ट्राफिक जामबाट बस्न चाहनुहुन्छ, उहाँहरू सबैका लागि यो एक सजिलो विकल्प हो। ल, ठिक छ, सेवा त राम्रो रहेछ, तर दुईटा एकदमै महत्त्वपूर्ण प्रश्न मनमा आउँछन्। 1, यो कतिको भरपर्दो छ र 2, पैसा कति लाग्छ? विश्वसनीयताको कुरामा ढुक्क भए हुन्छ, किनभने यसमा आउने सबै जानकारी निर्वाचन आयोगको आफ्नै अफिसियल डेटामा आधारित हुन्छ। मतलब सिधै अफिसियल सोर्सबाट तपाईको मोबाइलमा। त्यसैले जानकारी गलत हुने कुनै शङ्का नै भएन। अब रह्यो शुल्कको कुरा। यसमा कुनै लुकेको वा अतिरिक्त शुल्क छैन। एकदमै पारदर्शी छ। जम्मा एउटा एसएमएस पठाउँदा जति पैसा लाग्छ त्यति मात्र हो। अन्तमा यसको खास उद्देश्य के हो त? यसको लक्ष्य भनेको डिजिटल टेक्नोलोजीलाई सबैको पहुँचमा पुर्याउनु हो, त्यो पनि एउटा एकदमै सरल तरिकाले। यो सेवाले चुनावको नतिजाबारे जानकारी पाउने प्रक्रियालाई छिटो, सहज र सबैका लागि पहुँचयोग्य बनाएको छ। र अब अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ। यस्तै साधारण सरल टेक्नोलोजीले हाम्रो जीवनका अरू कुन ठाउँमा यस्तै ठूलो र सकारात्मक परिवर्तन ल्याउन सक्ला? एकपटक सोच्नुहोस् त।